हेलो गाइस नमस्ते। आज हामीले छोटो भ्लग बनाउन लागिराखेका छौँ। बिहानको यसो डुलेको हिँडेको थोरै भ्लग बनाउँदैछु, हेर्दै गर्नु होला है त। कहाँ जाने रे हामी बाबु? सन्तानेश्वर है। थकेला यहाँबाट माथि जानु ल राख्छु दादा। थकेला आएर यति मेरो ए दौडेर छैन। पनि उता गोदावरी उता देख्यो ठुलो बिल्डिङ देख्छ। यो बिहान धुमेको यो त्यहाँबाट आउने अनि यो राउन्ड मारेर माथि मन्दिर पुगेर फर्किने। सबक पऱ्यो कि हाम्रोतिर त कता हुन्छ नि। हाम्रो पनि चिसो ठाउँ त हो नि। राम्रो छ ठाउँ सन्तानेश्वर महादेव आइपुग्नु लाग्यो। दामी छ कि ठाउँ चाहिँ जहिले पनि कतै छैन बोकटे यस्तो छु न्योनम छैली खालको आता बोकटे मेरो तर्के खालको मात्रै त म
यतापट्टि यो चाहिँ चापा गाउँ हामी यहीबाट आएको अघि त्यो मन्दिरमा मन्दिर घुमेर मन्दिर दर्शन गरेर बल्ल हामी माथि यता यो चाहिँ भगवती माईको मन्दिर यो चाहिँ सन्तानेश्वर महादेवको मन्दिर है मन्दिरबाट यो बाटो चाहिँ ठ्याक्कै यस्तो देखिन्छ यहाँबाट चाहिँ खतरा भ्यू देखिन्छ है 360 भ्यू चाहिँ यस्तो देखिन्छ हेर्नुहोस् यता यस्तो दामी जङ्गलको बिचमा थुङ्गो छ यस्तो मजाको छ कि साह्रै आनन्द लाग्छ यो कोलाहल वातावरणबाट यतातिर आउँदाखेरि मनै शान्त आनन्द हुन्छ होइन भनेर मन्दिर तलको प्रवेशद्वार गेट यो चाहिँ सन्तानेश्वर मन्दिर है हामी त्यहाँ पुगेर अहिले यो बाटो फर्केर आउँदैछु है यस्तो छ यस्तो दामी बिरुवाहरू छ कि ल है त गाइस हामी आइपुग्यौँ होला घरमा आइपुग्यौँ सन्तानेश्वर मन्दिर दर्शन गरियो अनि महाकाल मन्दिर अनि यता सुब्बाराई मन्दिर पनि दर्शन गरेर आइपुग्यो है त गाइसी यहाँ घरको छतबाट देखिने भ्यू चाहिँ खतरा देखिन्छ हेरी यतापट्टि एउटा घर छ यत्रो ठुलो कम्पाउन्डमा घर छ जङ्गल बनाएर राखेको छ बिहान हामी उठ्नुभन्दा अगाडि चराचुरुङ्गीहरू चच्चारो चुचु गरेर उठाउँछौँ यतापट्टि चाहिँ त्यो बगिराखेको खोला छ नि त्यो खोला चाहिँ गोदबाट आएको खोला है यो गोदावरी खोला भयो यतापट्टि काठमाडौँ सहर भयो यतापट्टि है फेरि यतातिर सातो बाटो यतातिर पर्छ त्यो टावर देखेको साइडतिर टावरभन्दा अलिकति उतापट्टि देखेको उतापट्टि हेर्छ नि त्यो धरहरा अलि सेतो देखेको छ त्यो धरहरा है अनि यस्तो छ यतातिरको भ्यू चाहिँ यतातिर चाहिँ फाटाफुटु घर छ त्यही भएर बस्नलाई चाहिँ आनन्द छ बस्नलाई बस्नुको लागि चाहिँ बेस्ट छ धेरै झाइझुइँ छैन अनि प्रदूषण पनि अलिक कम छ त्यता अगाडि यस्तो ठुलो नेपालको झन्डा छ जुम गर्दाखेरि अलि नदेखि मधुरोदेखि गरेको छ त्यता है गएको छु त्यो अलिकति देखेको थियो बादलको मुनिपट्टि यस्तो ठुलो जमिनमा नै यस्तो राम्रो झन्डा बनाएको रहेछ नेपालको झन्डा ल है त गाइस आजलाई मेरो भ्लग यही अन्त्य गर्छु थ्याङ्क यू फर वाचिङ गाइस